नलेख्नु लेखै पनि केही छैन। अब हाम्रो यो चाहिँ एकदमै अनौपचारिक कार्यक्रम भन्ने मैले थाहा पाएको हो र यसै भवनमा यो कार्यक्रम हुने हुँदाखेरि बिन्दाजीको विशेष पहलमा आजको यो कार्यक्रम आयोजना गरिएको भन्ने मैले थाहा पाएपछि र सबै हाम्रो चाहिँ साथीहरू भेटघाट हुने त्यो भएकोले मैले पनि यहाँहरूको नाममा करिब 1 घन्टा समय छुट्याएर म यहाँ आएको हो। सबैसँग भेट भयो, एकदमै खुसी लाग्यो। म यहाँहरू सबैलाई यहाँ भेटेकोमा खुसी व्यक्त गर्दै हार्दिक स्वागत पनि गर्न चाहन्छु। यस पुस्तकमा खास गरेर यो पुस्तकको सार्वजनिकरण गर्दाखेरि मैले केही आफ्ना विचारहरू राखिसकेको छु र नयाँ पुस्ता त्यो पार्टी प्रतिबन्धित अवस्थाको विषयहरू यहाँ कुन पात्रले के भूमिका खेल्नुभयो भन्ने कुराहरूलाई यसमा उल्लेख गरिएको छ। त्यसमा पनि बढी महिला केन्द्रित नै उल्लेख गरिएको छ र त्यसपछिको 46 पछि र 62-63 पछिको पुस्ताहरूले यो पुस्तक अध्ययन गरेपछि कस्तो खालको उहाँहरूले अनुभव गर्नुहुन्छ त्यो सुन्न चाहिँ हामी सबै एकदमै उत्सुक थियौँ। त्यही भएर नि म यहाँहरूको बिचमा पनि आएर यहाँहरूको कुरा सुने। यहाँहरूले जुन व्यक्त गर्नुभयो आफ्नो विचारहरू धारणाहरू एकदमै राम्रो लाग्यो, खुसी लाग्यो। अब भूमिका भनेको समयको माग अनुसार हुन्छ। त्यो बेला चाहिँ पञ्चायती व्यवस्था थियो र महिलाहरू लागेको हुनाले बढी अब लैङ्गिक समानताको कुरा पनि उठ्ने नै भयो। तर पनि त्यतिखेरको निरङ्कुशता विरुद्धको लडाइँ थियो र खास गरेर हाम्रो राष्ट्रिय स्वाभिमान, स्वाधीनता, सार्वभौमिकता र जनजीविकाको लागिको लडाइँ थियो र लोकतन्त्रको लागिको लडाइँ थियो। त्यो अवस्थामा भूमिका खेल्नुभएका हाम्रा अग्रज पात्रहरूको चाहिँ यसमा लेखिएको छ। त्यो कुरा यहाँहरूले अध्ययन गरिसक्नु भएको छ। अब पार्टी निर्माणमा विभिन्न भूमिकाहरू हुन्छ। त्यो मध्येको एउटा भूमिका, एउटा पक्षको यो पुस्तकमा बढी चर्चा छ। अर्को भनेको मार्गदर्शनको कुरा हुन्छ, विचारको कुराहरू हुन्छ। त्यसअनुसार चाहिँ अगाडि बढ्ने कुरा हुन्छ र त्यतिखेरको पार्टीको विचारलाई स्वीकार गरेर त्यो खालको अप्ठ्यारो एउटा काँडाको बिचमा चाहिँ उहाँहरू अगाडि बढ्नु हो। उहाँहरू सबै अहिले प्रेरणाको पात्रहरू हुनुहुन्छ। त्यसबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ, नयाँ पुस्ताले सिक्न सक्छ र हरेक वर्तमान चाहिँ इतिहास हुन्छ। त्यतिखेर वर्तमान थियो, अहिले इतिहास भइरहेको छ र आज हामी जहाँ छौँ यो वर्तमान पनि भोलि इतिहास हुन्छ र इतिहासले चाहिँ भविष्यलाई केही शुभ अथवा मार्गदर्शन गरिरहेको हुन्छ र भूमिकाहरू चाहिँ समय अनुकूल गरेको पात्रहरू चर्चित नै हुन्छन्। त्यसैले मलाई उहाँहरूले त्यो समयमा त्यस्तो दुःखद घडीमा गरेको योगदानको जुन हामीले इतिहासलाई ल्याउन खोजेका छौँ त्यो धेरै नै राम्रो कुरा हो। एकदम अनौपचारिक कार्यक्रम भएको हुनाले म एउटा विगतमा घटेको घटनाको बारेमा सानो कुरा सुनाएर म चाहिँ आज तपाईँहरूको कुरा सुन्न आएको। म चाहिँ मुख्य अतिथि भन्नुभयो अघि मलाई यहाँ आउँदाखेरि। म चाहिँ मुख्य श्रोता बन्न चाहन्थेँ र मुख्य श्रोता नै भएँ पनि। म एउटा घटना चाहिँ कस्तो हुन्छ कहिलेकाहीँ व्यङ्ग्य यो लडाइँमा जस्तो खास गरेर लैङ्गिक कुरा आइरहेको छ नि त। लैङ्गिक समानता र समान प्रतिष्ठाको लागि लडाइँमा चाहिँ भने अलिकति महिलाप्रतिको दृष्टिकोण चाहिँ पुरुष नेता अथवा यो नेता त्यो नेता नभनौँ,
हेर्ने दृष्टिकोणमा केही न केही फरक चाहिँ हुन्छ। यसलाई अन्यथा रूपमा नलिने, एकदम अनौपचारिक कुरा हो। एकचोटि 55-56 सालतिर हामी अलिकति सङ्कटमा गुज्रेका थियौँ। म महिला आन्दोलन खास गरेर नेकपा एमालेको भातृ संस्था भगिनी भनौँ संस्थाको चाहिँ नेतृत्व गरिराखेको थिएँ। उहाँहरू पनि सबै हामी सहयोगता उहाँहरू पनि हुनुहुन्थ्यो। एउटा कार्यक्रम यसरी नै आयोजना गरियो। अनि यसरी नै आयोजना गर्दा महिलाहरूलाई के भन्यो भने अब लडाइँ कहाँ भएको छ, कहाँको लडाइँले कस्तो समस्या परिरहेको छ। अनि उपस्थिति पनि राम्रै थियो, तर महिलाको कार्यक्रम आयोजना छ, आयोजक महिला छ, वक्ता चाहिँ पुरुष पनि हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँले यसो हेरेर के भन्नु भने होइन, हाम्रा महिला साथीहरूको बिचमा राम्रो काम भएन, कहाँ गए ती महिला साथीहरू भन्ने हिसाबले बोल्नुभयो। म चाहिँ त्यसको अध्यक्षता गरिराखेको छु, मै आयोजक छु, अप्ठ्यारो सङ्घर्षबाटै हामी अगाडि बढिरहेछौँ। त्यसपछि मलाई यसो विचार गरेँ, म चाहिँ के भने अब तर्क वितर्कले जित्नुपर्छ भने धेरै कुस्ती खेल्न मलाई चाहिँ आउँदैन क्या। अनि त्यसपछि अब के भन्ने होला त, उहाँलाई जवाफ त दिनु पर्यो नि होइन। कहाँ गए महिला साथीहरू, कहीँ छैनन्, मतलब कम आए, नेतृत्वमा कमजोरी भयो भन्ने भयो। अनि त्यो भएपछि मेरो बोल्ने पालो आयो। म चाहिँ सुनाउन खोजेको मैले के भने भन्ने कुरो तपाईँहरूलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ। अनि मैले चाहिँ के भने कहाँ गए साथीहरू, तपाईँहरूका घर घरमा गए। अनि त्यसपछि मैले एउटा तर्क झिकेँ कि त्यो अब सिनियर नेताहरूलाई नि त्यो प्रश्न हुन्छ। त्यतिखेर पञ्चायती व्यवस्था थियो, जोसुकै महिलासँग तपाईँहरू चाहिँ नि मागेर बिहा गर्न सक्नुहुन्न थियो। तपाईँहरूलाई पार्टी सदस्य चाहिएको थियो होइन। तपाईँहरूले महिला आन्दोलन उठाउनलाई महिलाहरूलाई पार्टी सदस्य दिएर अगाडि बढाउनु भएको कि तपाईँहरूको घर गृहस्थीको लागि सबै ती महिला साथीहरूलाई त तपाईँहरूले बिहा गर्नुभयो, पार्टी सदस्य दिनुभयो, ऊ अब प्रतिबद्ध भयो, अनि तपाईँले बिहा गर्नुभयो, अनि अहिले तपाईँका घर घरमा छन् भनेपछि अनि अरू अब अलिअलि कुरा भयो। मैले त्यसो भने सबै तल महिला साथीहरूले पटटुट्ट ताली बजाउनु भयो। उहाँहरूले बिहा गरेका महिला साथीहरू पनि त्यो हुनुहुन्छ। अब घर गृहस्थी भएपछि त्यो दुईजना नै समान नेता भएपछि एउटाले अलिक बढी समय दिने, एउटाले त अलिक कम समय दिने त भइ नै हाल्छ भनेको। त्यतिखेरको पुस्तामा केही साथीहरू भूमिगत हुनुभयो, जानुभयो, कामलाई निरन्तरता दिनुभयो, तर कोही चाहिँ अब बिहा गर्नुभयो, घर गृहस्थी हेर्न थाल्नुभयो। अनि उल्टो हामीलाई नि कहाँ गए महिला साथीहरू, खै महिला साथीहरू भन्ने ढङ्गले चाहिँ उहाँले भन्नुभयो। अनि पछिबाट उहाँले मलाई के प्रतिक्रिया दिनु, तपाईँले मलाई त सिस्नो पानी लाउनु भयो नि अनि भन्नुभयो। अनि होइन अब हो नि त, घटना त त्यही भएको हो नि त भनेर मैले उहाँलाई जवाफ दिएँ। त्यसपछि उहाँले कहिले पनि मलाई कहाँ गए महिलाहरू, सबै महिलाहरू चाहिँ निष्क्रिय भए, शिथिल भए भन्ने हिसाबले टिप्पणी मसँग चाहिँ खासै गर्नु पनि भएन। साथीहरू उठ्दै गए। यो कथा सुनाएर म तपाईँहरूलाई चाहिँ अर्को के भन्न चाहन्छु। यहाँ धेरै महिला साथीहरू हुनुहुन्छ, राज्यको चौथो अङ्गको चाहिँ साथीहरू हुनुहुन्छ, सिनियरहरू हुनुहुन्छ। जति जतिखेर देशमा अप्ठ्यारो परिरहेको हुन्छ अथवा आन्दोलन अप्ठ्यारो परिरहेको हुन्छ, त्यतिखेर चाहिँ महिलाहरूको भूमिका अग्रभागमा नि देखिएको छ। 35-36 सालको आन्दोलन पनि हामीले नजिकबाट हेऱ्यौँ होइन। हामी 35-36 सालको आन्दोलनको अग्रभागमा उभिनेहरूमा त्यतिखेरको हामी नवपुस्तामै पर्छौँ होइन। 17-18 वर्ष 20 वर्षको हामीहरू थियौँ। त्यसपछि त्यसमा पनि महिलाहरू दमन बढ्दै गएपछि महिलाहरूको अग्रभागमा सहभागिता, नेतृत्व अगाडि आयो। त्यसपछि चाहिँ यो 45-46 सालको आन्दोलनमा पनि आन्दोलन अलिक शिथिल भएपछि फेरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर
पार्टीले महिलाहरूलाई नै अलिकति अगाडि बढाउन पनि कोसिस गर्यो, महिलाहरूले अगाडिको भूमिका पनि खेल्नुभयो र फेरि आन्दोलन चाहिँ अगाडि बढ्दै गयो र त्यो सफलतामा पनि पुग्यो। र 62-63 पनि मैले नजिकबाट हेरेको छु, त्यसमा पनि त्यो नै भएको छ। त्यसैले गर्दा राष्ट्रलाई अप्ठ्यारो परेको बेला र आन्दोलन अप्ठ्यारो परेको बेला महिलाहरूको भूमिका चाहिँ देशले खोजिराखेको हुन्छ, आन्दोलनले खोजिराखेको हुन्छ। तपाईहरूले पनि त्यो ढङ्गले आफ्नो भूमिकाहरू बढाउनु भयो भने राम्रो हुन्छ भन्ने चाहिँ मेरो आफ्नो अनुभव, हाम्रो अनुभवले चाहिँ त्यो भन्छ। असजिलो परेको बेलामा जहिले पनि आन्दोलनको अग्रमोर्चामा महिलाहरू जानै पर्ने हुन्छ। यो 62-63 को आन्दोलन तागाको कुरा गर्दाखेरि एउटा सानो कुरा म यहाँलाई अनुभवको रूपमा राख्न चाहन्छु। जस्तो हामीले महिला सहभागिताको वृद्धिको कुरालाई लामो समयदेखि उठाइरहेछौँ, पार्टीभित्र पनि उठाइराखेको थियो र सामाजिक रूपमा पनि उठाइराखेको थियो, तर त्यसलाई जुन रूपमा स्वीकार गरेर कार्यान्वयन गर्नुपर्ने हो त्यो ढङ्गले चाहिँ भइरहेको थिएन। र यो 62-63 को आन्दोलन उठ्ने बेलामा जब त्यतिखेर तत्कालीन राजाले चाहिँ कु गरेर माघ 19 को घटना घटाउनु भयो र पार्टीहरू चाहिँ अप्ठ्यारो परिस्थितिमा पुगेर फेरि आन्दोलन अगाडि बढाउनु पर्यो। त्यो बेलामा चाहिँ हामीले पार्टीहरूको मागको कुरा गर्दाखेरि जनप्रतिनिधिहरूलाई कहिले भेला गर्ने, कहिले के, यो चलिरहेको बेलामा हामीले चाहिँ के नेताहरूलाई भन्यौँ, सुझाव दियौँ, माग पनि गऱ्यौँ भने यो महिलाहरूको चाहिँ 1/3 सहभागिताको कुरा चाहिँ पार्टीहरूले स्वीकार गर्नुपर्छ। त्यतिखेर 7 दलको एउटा एलायन्स जस्तो, मोर्चा जस्तो थियो र यो कुरा चाहिँ स्वीकार गर्नुपर्छ। पार्टीहरूले आफ्नो अनुकूल समयमा महिलाहरूको सहभागिता वृद्धिमा चाहिँ यदि समर्थन गर्ने भयो भने महिलाहरू राम्रै गरी आन्दोलनमा चाहिँ सहभागी हुन्छन् भन्ने कुरा गरेपछि पार्टीहरूले त्यो कुरा 7 दलले स्वीकार गर्न बाध्य भयो र देशभरि राम्रो गरी आन्दोलनहरू त्यो त्यतिखेरको इतिहास हेर्नुभयो भने महिलाहरूको कस्तो आन्दोलनको ज्वारबाट आयो र पछि त्यो समग्र आन्दोलनकै रूपमा उठ्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यसैले अहिले पनि परिस्थिति अलिकति बदलिएको छ, खास गरेर सिनियर राजनीतिक दलहरूको बिचमा चाहिँ यो अहिलेको विशेष परिस्थितिको निर्वाचनले यो परिणामले चाहिँ शोचनीय स्थिति बनाएको छ। तपाईँहरू पनि मलाई लाग्छ यहाँ आम रूपमा ठुलो पार्टीसँग सम्बन्धित, कति त मैले चिनेका नेकपा एमालेसँग सम्बन्धित नेताहरू, कार्यकर्ताहरू हुनुहुन्छ। त्यसो हुँदाखेरि यस्तो बेलामा हैन अत्यन्तै एकताबद्ध ढङ्गले अगाडि बढेर अब हाम्रो राष्ट्रिय परिस्थिति पनि कसरी जान्छ, किन नयाँ पात्रहरूको अहिले उदय भएको छ र अनुभव नभएको नयाँ पनि कस्तो भने अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएको नयाँ पात्रहरू आउनुमा फरक हुन्छ। त्यसैले अनुभव नभएको नयाँ पात्रहरूको आगमनले गर्दाखेरि एउटा ठुलो प्रश्न चिन्ह के हुने हो, हाम्रो राष्ट्रिय परिस्थिति के हुने हो भन्ने कुराहरू चाहिँ यहाँ धेरै हाम्रो राष्ट्रिय एकताको कुरामा हैन, हाम्रो स्वाभिमानको कुरामा, हाम्रो सार्वभौमिकताको कुरामा, हाम्रो चाहिँ भोलिको जनजीविकाको कुरामा अघि पनि यहाँ प्रश्नहरू उठिरहेछ। हामीले प्राप्त गरेको हाम्रो चाहिँ मौलिक हक र स्वतन्त्रताको कुराहरूमा हैन, लोकतन्त्रको कुरामा के हुने भन्ने एउटा प्रश्न चाहिँ उठिरहेछ। यस्तो बेलामा चाहिँ यहाँहरूको सक्रियता देशले पनि मागेको छ र आन्दोलनले पनि मागेको छ। यिनै कुराहरू राखेर यहाँहरूको कुरा सुने एकदम खुसी लाग्यो। धेरै धेरै आभार व्यक्त गर्दै म आफ्नो पनि